भनेको कि मैले त्यसलाई स्पन्जी कि त्यो के अरे त्यो हो त्यो ब्लेन्डर रेडी हुन लाग्छ ऊ उता मालती इज सो ब्युटिफुल मालती लुक एट हियर हेलो हेलो गाइस हमारा भिडियोको वे छ त हुँदैछ हामीले देखेको त भन्ने हुँदैछ हामी रेडी हुँदैछौँ गाइस अब यस्तो कपाल पनि मेरो यस्तै भए फर्स्ट टाइम मलाई गाजर लगाएको देख्नु भयो होला यस्तै त मलाई गाजरै लगाउन आउँदैन स्टिल आइ एम ट्राइङ टु के छ अब लाउने बुझ जस्तै अब हाइलाइटर कपाल यो कपाल अब यस्तो भुइँ उठ्छ दिदीको हाँसिरहेछ सो यस्तो भुज जस्तो देखिरहेको छ अब तपाईँ र भुज जस्तै देख्नु होला हामीलाई अब सो आइ एम गेटिङ रेडी ल म राखेँ भाइ गाइस हामीहरू अब रेडी भइसकेको छ टिका इज रेडी भयो बट आई एम रेडी रेडी भएको यस्तो हुन्छ म रेडी नभएको बुझ जस्तै हुन्छ अब यसको ग्याप कम भयो के यो चाहिँ अनि बरु यसको साथ कैसे लग रहे हैं हम कस्तो देखेछ हाउ एम आई लुकिङ कस्तो राम्रो हो कि यो सिनहरू हेरेन हामी त्यो डेस्टिनेसन वेडिङ गरे जस्तो लागिरह हाई हेलो हाई मालती हाई नाम भन्नु किरण राईमाझी हो नारायण राईमाझीको छोरा हेर दिपिका हेलो ब्युटी क्वीन सोहिल हाई मेरो साडी लपटी हाय मालती हम कहाँ जा रहे हैं अस्मिता को बिहे में जा रहे हैं सो हम कैसे दिख रहे हैं बताइए हामी मन्दिरमा आइसकेको छौँ कालिका मन्दिरमा आज हाम्रो साथीहरू छ जन्तीको गाडी आइसकेको छ गाई जन्तीको गाडी आइसकेको छ बेहुलीको बहिनी बेहुलीको दाई खादावाला मान्छे गाइस फाइनली जन्ती आइसक्नु भएको छ यहाँ हामीहरू रेडी छौँ स्वागतमा यसरी स्वागतमा रेडी छौँ कान्छी बहिनी त्यसपछि मालती त्यसपछि दिपिका एन्ड देन हेर त अनि म कस्तो आएको छैन हजुर सर्टकटमा गए चाहिँ
जुत्ता 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 पुष्पा 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 कति मान्छे जुत्ता त लगाएर गयो यहाँ जुत्ता लगाउने कार्यक्रम भइरहेछ इजी भेनाजी सजिलैसँग जुत्ता दिनु ताली पिट्नु ताली 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 मासु चाहिँ मैले ल्याएको छैन भिडियो बना तिमीले कभर चेन्ज गर्यो कभर चेंज कर लोग दुविधा में थे हमने सोचा हटाओ बवाल खाने पे कंसंट्रेट करते हैं अनि यहाँ बाहिर छौँ अनि दिपिकाको अवस्था एकदम नाजुक भएर दिपिकाले चाहिँ यो खाइरहेको छ खाँदै दिपिका यो छोला तरकारी छोला खाइरहेको छ नि दिपिकाले नाजुक अवस्था मलाई त इज हियर सी इज बिजी विथ हर मोबाइल फोटो हेर्दैछु र आफूले आफूलाई कति राम्रो देख्दैछ भनेर एप्रिसिएट गरिरहेको छु सेल्फ के भन्छ अरे लभ सेल्फ लभ त्यस्तो होइन मैले त यहाँ त दुईजनाकै हेरिरहेको यी तिनजनाकै छ यहाँ ए ल ल तिनजनाको रहेछ ल कस्तो लागिरहेको छ तिमीलाई ल भन नि त तिम्रो एक्सपिरियन्स रमाइलो लागिरहेको अलि टाउको नि दुखिरहेको खाने ढिलो भयो भनेर अब के भन्नुपर्छ अरू अब ओभरअल एकदम रमाइलो हो कोही मन पराएनौ त तिमीले यस्तो छैन तिमीलाई चाहिँ मन पराइदिएछ म एउटा तिमीलाई कस्तो लाग्यो त्यो नभए भाइ पनि ठिक्क छ हाइट मिल्छ तिम्रो केस्तो नि हालखबर भन तिमीलाई कस्तो लाग्यो बिहा साथीको बिहेमा भनेर बिरामी भए पनि आए तिमी त कस्तो राम्रो देखेछौ नि थाहा पाएको छ किन हेर न यस्तो मोटी देखियो के मोटी हो कस्तो राम्रो चमक देखायो अनि जो ठिक छ राम्रो भयो एकदमै रमाइलो भयो अनि फर्किनु स्थिति नाजुक छ यस्तो खानु पर्यो खानु पर्यो आफ्नो भित्र चिकन मटन फेभरेट भइकन पनि अब मनै परेन आज मन परेन नि त के नाक लाग्यो जस्तो भित्र खानाको व्यवस्था त टन्नै छ खाएँ मैले त टन्नै खाएँ उसलाई चाहिँ सन्चो छैन त के गरोस् बिचरा है सो त्यही भयो
सो गाइस अब यो चलिरह अब कहिलेसम्म यो भ्लग बन्छ मलाई त्यसलाई हेर न के अरे दिपिकालाई मस्तले कहिलेसम्म यो भ्लग बन्छ अब जहिलेसम्म बन्छ बनेपछि काट्छ हात उल्टा के हुँदैन मेरो मोबाइलले त के तर गएर लगाउनेको त बाबु सक्नुहुन्छ नि खाना खाएको थिएन भन्दै थिएँ